बोकेर केही छैन। घर हिँड्दै हो गाइज, यो बाटो हुँदै हामी बलियासम्म जाने हो। भान्जीले छोरीलाई बोकिन्छन् हिँड्न नसकेर। ल हाई गरिदेऊ रे ल। हिजो हिँडालेर लिएको छोरीलाई होइन, खुट्टा दुखेर हिँड्न नसकेर बिचरा रोएर अनि भान्जीले बोकिन्छन्। भान्जीले बोकिन्छन्। छिटो हिँड्न सकिएन नि यो समीक्षा। बलियासम्म बोकेर लान्छु भनेर कसिन्छन् के अरे, सक्दिनँ नि क्या तिमीले। के अरे सक्छौ त्यहाँ हो थाहा छ मलाई। अप्ठ्यारो छ बाटो राम्रोसँग हिँड है। यो चाहिँ बागलुङ बजार है गाइस। हामी बागलुङ भन्दा अलि माथि छौँ। यहाँबाट बागलुङ बजार जान कति मिनट लाग्छ भनेपछि 5 मिनट लाग्छ होइन। 15 मिनट लाग्छ ल है। 15 मिनट लाग्छ रे गाइस। समीक्षाको यो कुर्ता हो कि के हो, यो सबै माटो थाहा बनाउने भयो। राखेका हिँड्छ अब त सम्झ त्यहाँबाट हिँड्छ। त्यहाँबाट अनि धो समीक्षा टिप्दिस् होइन धो भन्नु है। ल कस्तो जग्गा साट्नु हो। हामी कताबाट जाने हो? हामी बलेवा गाडीमा जाने कि हिँडेर जाने? ल भन त समीक्षा। गाडीमा जाने हो? हिँडेर खुट्टा दुख्छन्। केबुल कार तर जाने कि? ल के कताबाट जाने ल भन तिम्रो दुइटाले। ल केबुल कार तर जाने है।
लाग्छ हेर ढल्की हिँडेको भने ढल्की हिँड्ने मलाई भने होइन भारी बगाउने तिमीलाई पर्यो हुने है भान्जी हिँड्न नसकेर पर आउँदैछ नि दुईटी अझै हिँड्न सकेको छैन कति बेला पुग्ने पनि थाहा छैन हिँड्नै सकेकै छैन छिटो आइज जाने रहन्छन् कि होइन दुईजना छिटो आइज छिटो हिँड्नै सकेका छैनन् क्या छिटो हिँडे पो छिटो पुगिन्छ आज चाहिँ जस घाम लगाइरहेछ है मौसम आज चाहिँ ठिक छ होइन मौसम चाहिँ साह्रो पनि लगाइरहेको छैन घाम लगाएर बागलुङमा त लास्टै घाम छ नि त हामी यहाँ बागलुङदेखि अलि माथि हेर्छौँ है अब यहाँबाट बागलुङ पुग्न लगभग कति मिनट लाग्छ 5 मिनट लाग्दैन बागलुङ पुग्न लगभग अब 2 मिनट लाग्ला धेरै लाग्यो 2 मिनट लाग्छ है चाहिँ बागलुङ बजार हो यो चाहिँ होइन बागलुङ बजार आइयो है तिमीलाई खिच्यो होइन र यताबाट जाने हो यता बागलुङ बजार है हामी फाइनली बागलुङ बजार आइयो हामी कुसमा जाने बस पार्कमा जान लाग्यो कुसमा जाने बस पार्क बसेन हुन्छ ल बस कुसमा आयो कुसमा होइन तर कुसमा हिँडेकै बस हो बस हिँड्नु है
वेलकम है बाई हामी केबुल कार तर्फ जाँदैछौँ के रे यता नै नगए थोडा यता होइन का यता स्वप्न जस्तै जिन्दगी यो तिमीले सजायो अन्तरा सँगै बितेका पल तिमी हाँस्दा खुसी छ बिर्सन खोज्दा पनि फर्किन्छ तिम्रो झल्को लिन्छ मनमा रहिरहने पवित्र त्यो छाप रिफ्रेन हराउँछु स्वप्न जस्तै जिन्दगी यो तिमीले सजायो कस्तो हुन्छ र खै जो सागरको छालमा तिम्रो नाम लेख्छु मुटुको गहिराइमा केबुल कारमा चढ्दा तिमीलाई कस्तो लाग्छ डर लाग्छ पहिलोचोटि यो दिन्छ पहिलोचोटि हो फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो सेकेन्ड टाइम हो तिम्रो नाम लेख्छु मुटुको गहिराइमा तिमी बस्छौ सदाको आउटहरूमा हराउँदै तिमीले बनाएको संसार म बाँचिरहेछु लास्ट त हुन्छ कि त्यो बच्चालाई अगाडि पनि नमरोस् यहाँ फेरि के बनाउनु लाग्छ नि यहाँ बगरा त्यो त धेरै बेर हल्न त भएन त माथि जिन्दगी मिठो थियो तिमी बिना यो मन किन अचम्मको भयो जता हेर्छु सम्झनामा तिमी नै छौ हरेक सासमा तिमीले बस्न सिकायौ सुनम सादा रातमा
चन्द्रमा सँग बोल्छु